हजुर खोला बरेला सबै बगाएर लग्यो। कटेको साइजको छ, ठुल्ठुलो छ। अनि अहिले चाहिँ म एमएम तराईमा आइपुगेको छु। अनि यहाँको वेदर चाहिँ अहिले अलिकति घाम मजाले लागिरहेको छ होइन। तर अब के भन्दाखेरि वर्धमान भन्दाखेरि चाहिँ काफी तातो छ। वर्धमानमा चाहिँ एकदमै चिसो छ अहिले। अनि अब मेरो सानो काम लिएर म यहाँ आएको छु अहिले चाहिँ। अन्त अब अलिकति पर गएर चाहिँ टुरिस्ट स्पट, पिकनिक स्पट छ होइन भनेर सुनेको, मलाई चाहिँ थाहा छैन। अनि चाहिँ म अहिले जाँदैछु। ठिकै छ, अहिले फेरि हेरौँ कता कता पुगिन्छ। यो बस चाहिँ यहाँ पिकनिकको लागि आएको होला जस्तो लाग्दैछ, किनभने यो भित्र चाहिँ बस जान्छ जस्तो चाहिँ छैन होइन अब डेली रुटिनमा। तर यो बस गएको यसो हेर्दाखेरि चाहिँ सायद यो पिकनिकको लागि जाँदै गरेको होला यो बस चाहिँ। अनि यो चाहिँ यहाँ एमएम तराईको चाहिँ एकदमै फेमस राई मन्दिर। म भित्र जाँदिनँ। अनि यहाँ बाहिरदेखि हेरेको राई मन्दिर एकदमै ठुलो छ, एकदमै प्रचलित यहाँको चाहिँ एकदमै फेमस। अन्त म चाहिँ यहाँ आउनको लागि चाहिँ पर के भन्दाखेरि बागडोग्रादेखि चाहिँ एउटा गाडीमा आएको होइन। त्यो गाडीमा चाहिँ एकजना हाम्रो दाजु पनि हुनुहुँदो रहेछ। अन्त ऊ चाहिँ यहाँ चाहिँ टोपीहरू केहरू चाहिँ अब यसरी सेल गर्दो रहेछ यसरी बोकेर। अनि अलिकति बात गरौँला उहाँसँग पनि। दाजुलाई चाहिँ नेपाली सायद आउँदैन होला, कम्ती। दादा नेपाली समझ में आती है लैंग्वेज? हाँ, थोड़ा लैंग्वेज समझ में आता है लेकिन बोल नहीं पाती। हाँ, कि बोल सकते हैं? थोड़ा बोल सकते हैं। अच्छा ठीक है। तो आप कब से यहाँ पर मतलब बिजनेस कर रहे हैं? कितना साल हो गया? 10 साल। 10 साल। ओ बहुत। 10 साल में तो काफ़ी लैंग्वेज तो सीख सकते हैं ना लोग। 10 साल में एक बार आता है ना। साल में एक ही बार आते? ओह अच्छा। आप कहाँ से हैं? कलकत्ता डायमंड हार्बर। अच्छा, अभी कहाँ जा रहे हैं आप? अभी एमएम तराई जा रहे हैं। कहाँ पर? एमएम तराई। है यही तो हम एमएम तराई है ना। पर्टिकुलर कहाँ पर जा रहे हैं? पिकनिक स्पॉट में? पिकनिक स्पॉट में। अच्छा, वहाँ पर जाके क्या ये टोपी वगैरह सेल करेंगे? टोपी बनाएगा, वहाँ पे दुकान लगाएगा। हाँ, फिर वहाँ बिजनेस करने होगा। अच्छा, वो वहाँ जाके भी आप बनाएंगे फिर कि बना के लाए सभी? बना के लाया। अच्छा, अभी तो देखा एक बस जा रहा था, शायद उसमें पूरा पिकनिक आदमी था। हाँ ना, पिकनिक के लिए जा रहे हैं वो लोग। हाँ, पिकनिक के लिए। हाँ, जैसे मुझे लगा, क्योंकि ऐसी जगह देखने में तो यहाँ से तो कोई बस छुट्टा नहीं है। यहाँ तो वही टोटो वगैरह ही चलता होगा। टोटो भी कहाँ है? टोटो भी तो नहीं है। हाँ, चलता होगा, ऐसे ही मैं बोल रहा हूँ। बस तो जाने का गांव नहीं है, क्योंकि उस बस में तो पूरा पैक था। अंदर में जो था देखने से लग रहा था कि वो लोग पिकनिक में जा रहे हैं। तो ठीक है, म चाहिँ यहाँ लगभग 4 साल बादमा आउँदैछु। 4 साल बादमा चाहिँ यस्तो ड्रास्टिक चेन्ज देखेँ मैले कि यहाँ घरहरू त प्रायः बनेर पनि एकदम कङ्क्रिट घरहरू बनेको छ होइन, पक्का घरहरू बनेको रहेछ। त्यसको साथसाथमा दोकानहरू पनि काफी मात्रामै बढेको देखेँ मैले क्या। यहाँसम्म कि यहाँ चाहिँ खाजा के त्यो क्यान्टिनहरू रेस्टुरेन्टहरू पनि पुरै देखेको छु। पहिला यस्तो थिएन। म 4 वर्ष अगाडि आउँदाखेरि हुनसक्छ सायद त्यता म दिनको एकदमै डे टाइममा आएर सायद बन्द भएको पनि हुनसक्छ। त्यतिखेर चाहिँ म यसरी यहाँभित्र गाडीमै आएको थिएँ, त्यसले गर्दाखेरि सायद त्यो कुरा मैले नदेखेको पनि हुनसक्छ। तर मलाई जति लागिरहेको छ कि त्यतिखेर यति साह्रो चाहिँ थिएन। अनि यो 4 सालको टेन्युरमा चाहिँ यहाँ अलिकति निकै मैले चेन्जेस पाएँ। एमएम तराई एउटा के भन्दाखेरि चाहिँ पिकनिक स्पट हो, रमाइलो छ जग्गा।
अनि अझै अगाडि चाहिँ पिकनिक स्पट पनि छ अरे, मजाले बनाइदिएको छ अरे। अब डेजिग्नेटेड जग्गा नै होइन, त्यो पनि एकपल्ट गएर यसो हेर्ने हो कतिको चाहिँ रमाइलो छ। चाहिँ हार्डवेयरको दोकानहरू पनि देख्दैछु मजाले। अनि यो चाहिँ एमएन तराईको चाहिँ सायद पिकनिक स्पट होला होइन। अन्त यहाँ चाहिँ वरिपरि झन्डाहरू लगाएर एन्ट्रेन्सहरू बनाएको रहेछ, सायद त्यही होला। बगर खाली छ, सुक्खा बगर। र मान्छेहरूलाई त अब सिटी एरियातिर बस्ने मान्छेहरूलाई अब रमाइलो लाग्छ यस्तोहरू। त्यो पारिपक सुक्न आउनुपर्छ, उता चाहिँ सुक्नहरू होला सायद। माथि देख्दैछ मधुरसँगले खरसाङहरू देख्दैछ माथि पहाडतिर हो। अन्त यस्तो रहेछ। र अहिले चाहिँ म यहाँ भित्रै आइपुगेँ। अन्त यहाँ एन्ट्रेन्स फी चाहिँ तपाईँको एन्ट्री फी चाहिँ एन्ट्रेन्समा चाहिँ 20 रुपियाँ लिँदो रहेछ। अनि बाहिरपट्टि टोइलेट बाथरुमको एकदमै बेसी लाग्यो, 10 रुपियाँ गरेर अरे। अन्त यस्तो छ। यो चाहिँ दुधिया खोला हुनुपर्छ। ए दुधिया खोला बालासन खोला, सरी दुधियादेखि भएर आउने खोला यो नै हुनुपर्छ। मलाई त्यस्तो चाहिँ जानकारी भएन। यहाँ चाहिँ चिलहरू के गिद्धहरू पुरा उडिरहेको छ। के हो अब एकछिन यहाँ चाहिँ बसेर खुट्टाहरू साफ सुग्घर गर्छु। पानी चाहिँ हेभी चिसो छ। हिजो वर्धमानदेखि आउँदाखेरि चाहिँ अब बहुतै चिसो थियो क्या, त्यसले गर्दाखेरि चाहिँ भित्र एउटा कमिज, त्यसको बादमा यो हाइनेक, त्यसको बादमा एउटा टी सर्ट, त्यसको बादमा अझै एउटा ज्याकेट लगाए। अब आज चाहिँ यहाँ एमएम तराईमा आएर होइन, एमएम तराईमा आएर चाहिँ खुट्टा धुँदैछु। अन्त यो चाहिँ बहुत वर्ष बादमा खोलामा आएर चाहिँ यसरी खुट्टा धुवाइ हुँदैछ। अनि मजा आइरहेको छ भन्नु के भन्नु, अल्छी लागिरहेको छ। यहाँको चाहिँ टुरिज्म कमिटीले चाहिँ यसरी यहाँ के अरे बाँसको होइन ब्याम्बो पुल पनि बनाइदिएको रहेछ। अनि अब यो चाहिँ पिकनिक गर्नेहरूको लागि होला होइन, यस्तो मजाको बनाइदिएको रहेछ होइन। त्यहाँदेखि चाहिँ यस्तो अब पार गएर चाहिँ यसरी हेर्ने हो कस्तो देख्दैन। यो चाहिँ उतापट्टि। अनि खासमा चाहिँ म चाहिँ मेरो घरदेखि अहिले चाहिँ फ्यामिली आउँदैछ, त्यसले गर्दाखेरि उनीहरूलाई पर्खिरहेको छु। अन्त अहिलेसम्म आइपुगेको छैन। अनि उनीहरूलाई पर्खेर चाहिँ बसिरहेको। अनि यो चाहिँ अब बालासन खोला ऊ पर चेपमा चाहिँ अघि आउँदै गरेको बस लिएर आएको थियो नि। यहाँ अगाडि बस देखिरहेको छ, यो चाहिँ अघि आउँदै गरेको बस पिकनिक खेल्नु लिएर आएको। अन्त यहाँ अगाडि चाहिँ छ तिनीहरूको चाहिँ ऊ पर ग्रुप छ पिकनिक पार्टीहरूको। यहाँ अलिकति मैले यो चराहरू पनि खिच्छु है। यहाँ अगाडि चाहिँ पुरा उइनाहरू छ है। यो के हो मैले बुझिनँ सर, भल्छु के हो यो, गिद्ध हो कि चिलहरू जस्तो देखिरहेको छु। त्यो पुरा यसो अगाडि हो, अलिकति हेर्ने छेउमा गएर। यिनीहरूलाई चाहिँ आँखा देखाउनु हुँदैन जति सक्दो मैले बुझेको होइन, हेर्ने सोर्दैछ है। पुरा उयो चराहरू हेर्ने हो छेउमा गएर। यहाँ चाहिँ यिनीहरूको चाहिँ मजा गरिरहेको रहेछ। यिनीहरू पनि पिकनिक खेल्न आएको होला नि। हो पुरा बसिरहेको छ है, उड्दै गयो के हो। अनि अहिले चाहिँ म यहाँ एमएम तराईमा यसरी घुम्दै गर्दाखेरि चाहिँ यो टुरिस्ट स्पट हो। अन्त यहाँ हाम्रो एकजना दाजु अम्बकहरू
यहाँ बेच्नको लागि आउनुभएको छ। अम्बक पनि अब सानोतिनो होइन, अब यो कत्रो भनेको चाहिँ हाम्रोतिर कत्रो यो चाहिँ भोकटे झन्डै भोकटेको साइजको छ, ठुल्ठुलो छ। अनि अन्त दाजु तपाईँको नाम त? मेरो नाम कन्हैया महतो। कन्हैया महतो। अन्त तपाईँ यसरी डेली आउनुहुन्छ यता? यहाँ डेली त होइन, आज सन्डे सटरडे। सन्डे सटरडे नि? आज त एकदमै मान्छे पनि एउटै खालि गाडी देखेँ पिकनिक खेल्नेहरू। एउटा अझै उता छ, ए उता पनि छ अर्को नि? 2-3 पार्टी आएको छ। आज अलिक कम्ती हुन्छ, सरकारी छुट्टी धेरै हुन्छ। शनिबार आइतबार चाहिँ यति पिकनिकको सिजन यति बेला नि। अन्त यो पालि चाहिँ यहाँ चाहिँ घाँस काट्ने मान्छेहरू पनि देखिरहेको छु, कस्तो घाँस लाँदो रहेछ। अन्त क्या दाजु यो बर्खाको टाइममा चाहिँ यो जुन के अरे यो बालासन खोला चाहिँ यो भित्तासम्म आउँछ यतासम्म? पानी त यहाँसम्म आउँछ। यो पालि चाहिँ हजुर खोला बढेर सबै बगाएर लग्यो। दोकानहरू थियो 10-15वटा, त्यो पनि सबै बगाएर लग्यो। अच्छा, यो अगाडि देख्दाको चाहिँ उयो नि के पो भन्छ, गुम्बा हो। गुम्बादेखि बाटो थियो। ए अहिले यो बाटो नयाँ बनाएको। अन्त यो चाहिँ यहीँ कमिटीहरूले बनाएको होला नि यो बाटोहरू? कमिटीहरूले बाटो बनाएको छ। स्पोट राम्रो रहेछ। हजुर, यहाँ चाहिँ पिकनिक खेल्नुको लागि चाहिँ राम्रो छ। ए यहाँ पर एउटा गाडी रहेछ, ऊ पर त्यहीँ होला एउटा टिम। हुन्छ कन्हैया दाजु, अब बातचित गर्दै गरौँ ल। हुन्छ, धन्यवाद तपाईँलाई। ठिकै छ, यो बगरमा एक्लै घुमेर पनि अल्छी लाग्यो। अब यो भिडियोमा यति नै। अब बाँकी फेरि भिडियो बनाइछु भने त्यो पनि म लगाउँछु होइन, त अपलोड गरिदिन्छु, त्यो पनि हेरिदिनुहोस्। अहिलेको लागि चाहिँ सबैजनालाई चाहिँ टाटा बाई बाई।